यो गाइस हामी चाहिँ बाइक बिग्रेर यहाँनिर साइलेन्सर पाइप यो अभिषेक भाइले बनाइदिएको हो कि त्यो भाइलाई म यस्तो गाली गर्छु कि म यहाँ एउटा साइलेन्सर पाइपको एउटा नटै यहाँनिर स्लिप भएर कहाँ खस्यो जानुपर्ने अझै 1-1.5 घन्टाको बाटो छ हामी जानुपर्ने गाह्रो भइसक्यो यहाँनिर यहाँ फेरि मिस्त्री रहेछ दोकानमा फेरि यहाँनिर हाम्रो दाइ आफै स्वयं मिस्त्री भइराखेको छ अहिले अब बाइक जस बनाउँदैछ हेरौँ के हुन्छ फेरि हाम्रो दाइ आइसक्नु भएको छ अब यहाँ गाडी बनाउनु अब हैन अब हेरौँ जुगाड गाइस जुगाड यस्तै छ पहाडको बाटो हिँडेको जुगाड अब त्यहाँभित्र यसो जुगाड हालेको जुगाडै अड्किदियो क्या त्यहाँनिर यो जाँडा यो छोटेको बाइक म यतै छोडिदिएर आउँछु होला म गाइस छोटे अघि नै मैले साथी हेर रिसाउने रिसाउ खुसाउने खुसाउ म यो गाडी यतै छोडिदिन्छु सोच यतै फाल्देर आइदिन्छु म अघि मैले लु गाइस बल्ल बल्ल हाम्रो चाहिँ बाइक बनेको अवस्था छ हैन अब हामी यहाँबाट लाग्दिन्छौँ नुमखिम अब 2-4 दिन बसेर झर्छौँ होला धरान अब गाइस यस्तै छ दुःख सुख के गर्नु अघि मच्चोमा चाहिँ गर्मी थियो पुरै पसिना आएर चाहिँ यहाँ चाहिँ यस्तो चिसा चल्दो रहेछ कि यस्तो के भन्नु र गाइस तपाईहरुलाई उयो पुस्नु नि पहिला उयो त्यसले क्या धुलो छ हौ च्याठा थोत्रै गाडी लिएर पनि यस्तो भइरहेछ मेसाले दाइको डटफट हेर्नुहोस् है गाइस डटफट चाहिँ जस छ गाइस लुङखिङ भन्छ यो डाँडापारी पर्छ है यो देख्दै गरेको डाँडापारी त्यहाँ पुग्नु पर्ने छ हामी दुःख सुख साँझ पर्छ जस्तो लागिसक्यो गाडीको हालत यस्तो छ यो माथि चौकी रहेछ यहाँको चौकी यहाँ तल स्कुल दोकानहरू गाउँहरूको दोकान यस्तै हो के रहेछ त्यहाँनिर वडा नम्बर 9 नम्बर वडा कार्यालय हसनपुर नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र हतुवागढी गाउँपालिका 1 वडा 9 नम्बर वडा कमिटी पार्टी कार्यालय हसनपुर भोजपुर अब हामी यो बाटो लाग्छौँ ल गाइस हामी लाग्दैछौँ भोजपुर हतुवागढी वार्ड नम्बर 7-8 कति पर्छ हौ यो 9 होइन हौ उता हामी जानेछौँ यो त 9 भइहाल्यो नि हामी जाने चाहिँ हतुवागढी 7 अब लाग्दैछौँ ल दाइले गाडी स्टार्ट गर्नुहुन्छ हामी जान्छौँ ल गाइस हामी हतुवागढी 9 हसनपुरलाई बाई बाई गर्दै अब लाग्दैछौँ हतुवागढी 7 नुमखिम पातले पार्ने योबाट जान्छौँ हामी गाइस ल